हेलो साथीहरु नमस्ते। म एउटा सानो भिडियो बनाउँदैछु। आज म लागि मेरो नन्दको रुमतिर। आज हाम्रो स्पेशल प्लान छ, के रहेछ त त्यो हेर्नको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। म पुगे मेरो नन्दको रुमतिर। मेरो नन्द चाहिँ राम्री भएर बसेकी रहेछन्। त्यसपछि मैले मेरो भान्जीलाई पनि टिकटक बनाइहालेँ। मेरो भान्जी कस्तो क्युट छन् के। खासमा भन्नुपर्दा आज हाम्रो मोमो बनाइ खाने प्लान हो के। खानु भनेपछि त साथीहरु जागर कहाँबाट आउँछ यो। सबैलाई यस्तै हो कि साथीहरु, मलाई मात्र हो। म आफ्नो कपाल समेत पनि कोर्दैन कि। जागर कहाँ हराउँछ दिनमा त्यतिकै बस। म आउँदा त नानुले पिठो मिचेर किमा बनाएर सबै रेडी बनाएर राखेकी रहेछन्। हामी फाइनली मोमो बनाउन लागिसक्यो। हामीलाई चिकन मोमोको डल्ला चाहिँ बनाउन आउँदैन, हामी बफ मोमोको डल्ला चाहिँ बनाइराखेका छौँ। बाहिर मात्र खानु साथीहरु, आज त हामी घरमै बनाएर खाम भनेर खान लागेका। फाइनली मोमो बनेर यतिको रेडी भइसक्यो। अब हामी स्टिम गर्नतिर लाग्छ। यो मोमोको भाडा ल्याएदेखि त हाम्रो प्रत्येक शनिबार मोमो नै पाक्छ। मेरो भान्जी चाहिँ कति खुसी हुन् फेरि मोमो पाक्दैछ भनेर। फाइनली मोमो पाकेर पनि रेडी भइसक्यो। अब चाहिँ हामी खानालाई सुरु गर्छौँ। नानुले चाहिँ फेरि मिठो छ भनेर भन्दैछन्, खाँदैछन्। मेरो भान्जीले चाहिँ फेरि रक पेपर सिजर खेलौँ भन्दैछौँ कि। मेरो भान्जी चाहिँ खुसी भाहान के। मैले पनि खानालाई सुरु गरेँ। मोमो चाहिँ एकदमै मिठो भएको छ कि। झन्थै माथि अचारको त कुरै नगरौँ। यस्तै छ साथीहरु, मैले यो भिडियो चाहिँ फर्स्टचोटि बनाएको हो, माइन्ड नगर्नु होला। यस्तै हो कि भिडियो बनाऊँ भनेर त सोच्छु, बनाउनै आउँदैन कि। के बोलौँ जस्तै हुन्छ कि। साथीहरु सबैले मेरो भिडियोलाई राम्रो नमानी भए पनि हेर्नुभयो, सबैलाई धन्यवाद भन्न चाहन्छु। मेरो भोइस मन नपरे पनि मेरो भोइसलाई इग्नोर गरिदिनु साथीहरु। मेरो भान्जीलाई चाहिँ हेर्नु, मेरो भान्जी चाहिँ क्युट छन्। बाइ बाइ साथीहरु।